माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूलाई मेरो प्रश्न, रातिको 12 बजे दूतावासको गाडीहरू बालुवाटारमा के गर्न गएको थियो? सार्वजनिक गरिदिनुस्। त्यहाँ क्यामेरा छ नि, प्रधानमन्त्री कार्यालय अगाडि 3 नम्बर गेटमा क्यामेरा लागेको छ नि त। पुलिसको त्यहाँ चौकी नै छ, गेट बाहिर पनि, भित्र सुरक्षा कर्मीहरू पनि हुन्छ। सार्वजनिक गरिदिनुस् न, के को लागि थियो? ल यति गरिदिनुस् त, यति गरेर देखाइदिनुस्। अनुरोध छ तपाईलाई। जो ओरिजिनल जेन्जी छन् नि, ओरिजिनल जेन्जी, त्यो जेन्जीहरूको अवस्था के छ? उनीहरू विद्यार्थी हुन्, पढिरहेका छन्, अध्ययन गरिरहेका छन्, मात्रै देशका लागि लडिरहेका छन्, जति सक्दो लडिरहेका। आज यो देश कतातिर गइरहेको छ तपाईहरू सायद कल्पनै गर्नुभएको छैन। अब भन्न चाहन्छु, मेरो सुरक्षाको ग्यारेन्टी लियोस्, मलाई सुरक्षित राखियोस् भने केही प्रमाणहरू दिन्छु। समय आउँदैछ, प्रमाणहरू दिन्छु र सप्रमाण बोलिरहेको छु। म तपाईलाई देखाउँछु कसरी विभिन्न दूतावासहरू राति 12 बजे सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको बालुवाटारको निवासमा छिर्छन्। त्यो गाडीमा को थिए? त्यहाँ त सीसीटीभी क्यामेरा छ नि, त्यो चाहिँ सक्रिय छन्। रातारात बालुवाटारमा ढोका खोलिन्छ एम्बेसीको गाडीको नाममा। त्यो गाडीहरू रातिको 12 बजे प्रधानमन्त्री कार्यालयमा के गर्न जान्छ? त्यो प्रश्न सोध्ने कि नसोध्ने? केही इमर्जेन्सी नै थियो भने त्यो जनताको अगाडि, यो देशको अगाडि राख्नु पर्यो।